चाहिँ हिजोभन्दा अलिकति न्यानो छ। न्यानो भन्दा नि हिजो चाहिँ अलि धेरै पानी पर्ला जस्तो भइरहेको थियो, अलिअलि पानी पनि परिरहेको थियो। आज पानी परेको छैन, घाम देखिरहेछ, त्यही भएर पनि न्यानो भएको छ। तर फेरि त्यही हो, न्यानो भयो भने निद्रा लागिहाल्छ। आज चाहिँ दिमाग यस्तो कता कता दिमाग घुम्यो, खोइ यस्तो टाउको नै भारी भएको छ कि। अनि आज हामीले ढिँडो खाने भनेर अघि फोन गरेर, यहाँ नजिकै ढिँडो खाने भनेर ढिँडो खान आएको। अनि फोन गरेर भनेको आधी घन्टा जस्तो लाग्छ भन्दै थियो। अनि हामी 5 मिनटमा आइपुग्छौँ भनेर गफ हानेको है। अब त्यहाँ बनिसक्या छ कि छैन चाहिँ थाहा छैन, जानु त पर्यो। यो रेस्टुरेन्ट चाहिँ यो ताचिबाना स्टेसनको ठ्याक्कै नजिकै भित्रपट्टि देखाइरहेको छ म्यापमा। यही हो, यही हो, नेपालको फ्ल्याग हो कि फ्ल्याग हो, झन्डा पनि देखियो। कस्तो छ त्यो त अब खाएपछि थाहा हुन्छ। रम पनि पाउनु पर्छ पाँचमा खान सकिने यो त अर्कै मेनु जस्तो हेर न। एउटा मटन खाना, एउटा चाहिँ ढेँडो सेट। हजुर, ढिँडो नि मटन नै गरिदिनु। मटन नि? हजुर। पिरो कति हो? पिरो मिठै राखिदिनु नि, राम्रै राम्रै भन्दा त कति विभिन्न नमजा होला। मलाई चाहिँ नर्मल कडा राख्नु, मलाई पनि कडै राख्नु। कडै? हजुर। भन्दा 4 त कन्दा हाल्दा हुन्छ। म्याक्सिमममा राख्नु न। 4 म्याक्सिमम त धेरै होला। दुइटै मटन है? हजुर। मेनु हेर्ने बेलामा जस पैसाहरू चाहिँ सस्तो छ अरू ठाउँमा भन्दा, हामीले खाएको अरू ठाउँमा भन्दा अलिक कम्पेरिटिभली अलिकति सस्तो नै लाग्यो। अब खाना कस्तो छ त्यो त खाइसकेपछि मात्रै थाहा हुन्छ है। फाइनल्ली ढिँडो आयो। मिठै छ जस्तो छ। टन्न थरी 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 थरीका अचारहरू देखेर म चाहिँ मक्ख परिहालेँ। अब के राख्ने? यसरी खाएको भिडियो चाहिँ देखाउनु हुँदैन ल, यो ढिँडो भएर मात्रै हो। अनि मलाई मजा लागेको भनेको यहाँ यस्तो टन्न भइसक्यो होइन। यहाँ के अरे के भन्छ, अन्त अरू ठाउँमा कति ठाउँमा यो खाना बाहेक थप्नु पाइँदैन कि, पाइँदैन रहेछ। मलाई पनि थाहा थिएन, अनि पाइँदैन रहेछ। अनि यहाँ पनि त्यस्तै होला कि भनेर मैले सोधेको थिएँ के थप्नु मिल्छ भनेर। तर उहाँहरूले त्यस्तो थप्नु मिल्ने नमिल्ने भन्ने त केही छैन, भन्नु न थपिदिइहाल्छ भने भनेर भन्नु कि। यस्तो खुसी लाग्यो। अनि अरू त थप्नुपर्ने के होइन, अचार हो मेन भनेको थप्नुपर्ने। अनि अचार मैले 3 पटक थपेँ होला। अनि यो ढिँडो चाहिँ नथप्ने भनेको उहाँहरूले अलिकति भयो भने थप्नु न भन्नुभयो कि। अनि त्यसपछि यति भयो भने ल ठिक छ भनेर थपेँ है। मिठो लाग्दा टन्नै भइसक्यो त्यहाँदेखि यो थपे। धन्यवाद दाइ। यो अचारहरू यो छ, अर्को ल्याइदिनु न मलाई। मुलाको? हजुर। होइन, मलाई हरियो खुर्सानीको स्वाद खान मन लाग्यो है दाइ। त्यही मुलाको सिन्की, त्यही मुलाको छैन। हुन्छ दाइ, धन्यवाद दाइ। लास्टै मिठो
यस्तो आनन्द आयो हाम्रो बेला बेलामा यही कुराहरूमा अलिअलि फरक परिरहेको हुन्थ्यो कि उनलाई चाहिँ मिठो खाना चाहिने होइन मिठो खाना खानुको आनन्द नै बेग्लै छ भन्ने अनि मलाई फेरि खाना जस्तो भए पनि हुन्छ भन्ने थियो तर आज आएर मलाई यस्तो आनन्द भयो नि खाना मिठो पनि चाहिने रहेछ जस्तो पनि लाग्यो अब जहिले सोच एउटै नहुने रहेछ चेन्ज हुने रहेछ जस्तो पनि लाग्यो त्यसपछि हामी यहाँबाट निस्केर खाने भनेको मेन भनेको अब के छ भन्दाखेरि के खानुपर्ने अस्तिदेखि उसको के भन्दै थियो के अरे 3D वाला आइसक्रिम आज म गएर चाख्छु डेजर्ट मैले देखिसकेँ मलाई यो आइसक्रिम छैन जस्तो लागिरहेको थियो त्यहाँबाट ठ्याक्क देखेँ यो म्याङ्गोवाला चाहिँ एउटा मात्रै रहेछ र के भन्छ यो पिच चाहिँ 3टा रहेछ मलाई चाहिएको त यही हो अब यही लिएर गएर खान्छु मैले निकाल्ने होइन ठ्याक्क त्यो भाइले पनि देख्यो उतापट्टि थियो क्या भाइ आयो अब यहाँ हुने सबैले यहीँ आएर फर्स्ट टाइम यस्तो खाएको होला होइन तर नेपालमा क्रिमबेलको सचमुच आम हुन त मलाई फर्स्ट टाइम उसैले खुवाएको होइन सचमुच आम तर नेपालमा कसैले क्रिमबेलको सचमुच आम खाएको छ भने योभन्दा 10 गुणा मिठो लाग्छ जस्तो लाग्यो मलाई सचमुच आमको अगाडि त यो त केही पनि होइन त्यो मलाई त्यो सम्झिँदा पनि मुखमा यस्तो पानी मुखभरि पानी आइसक्यो कोही नेपाल यो खाएर नेपाल गएर फर्केर गइरहेको छ भने एकपटक थुक्ने लिइसकेँ मैले एकपटक त्यो सचमुच क्रिमबेलको सचमुच आम है क्रिमबेलको सचमुच आम खायो भने 3D होइन त्यो यो सेप फरक हो होइन तर त्यो त कहाँ मिठो छ यार यस्तो नै मिठो छ कहिले गएर खाम जस्तो भइसक्यो फेरि मलाई